हालेलुया। सर्व अनि शक्तिमान महान अनि जिउँदो परमेश्वर, हजुरलाई धन्यवाद शरमाउँदछु। यो सुन्दर बिहानीमा हजुरले जीवन र अवसर दिनुभयो, धन्यवाद प्रभु। संसार दिनुभयो, जीवन सब कुछ दिनुभएकोलाई धन्यवाद हजुरलाई दिँदै शरमाउँदछु। आज यस मण्डलीमा हामीलाई लिएर आउनुभयो, धन्यवाद छन्। सबै हाम्रो कमी कमजोरी भलाई क्षमा गर्नुहोस् भन्दै हजुरको वचनको सेवा हजुर चरणमा राख्दछु। पवित्र आत्मा हजुरले गाइड गर्ने बिन्ती गर्छु, जिउँदो येशूकै नाम, आमेन। जिउँदो परमेश्वरलाई एकदमै धन्यवाद होस्। ताली बजाएर उहाँले महिमा अनि प्रशंसा आदरमा सम्मान र जति पनि देश विदेशबाट छरफष्ट भएर रहनु भएर परमेश्वरको वचन सुनिराख्नुहुने परमेश्वरको भक्तजनहरूलाई सम्पूर्णलाई हाम्रो लागि जोरदारी प्रार्थना गरिदिनु हुने र प्रार्थना साथसाथै उपवास बस्दिनु हुने सम्पूर्ण प्रभुको दास दासीलाई धेरै धन्यवाद दिँदै ख्रीष्टको नाममा जय मसीह छन्। अनि हामी पवित्र बहिनी हामी चाहिँ यहाँ दमकमा आइपुगेका छौँ र अब हामी यहाँबाट 10-11 बजीतिर हामी निस्किन्छौँ होला। दमकबाट हामी चाहिँ धरमपुरतिर जाँदैछौँ है। र सबैको प्रार्थनाको कारणले गर्दाखेरि परमेश्वरले चाहिँ शक्तिशाली कामहरू गरिराख्नु भएको छ। हालेलुया। चङ्गाई कुराहरू, छुटकारा कुराहरू, वृद्धि कुराहरू हामी पनि धेरै आशिषित भएका छौँ। हामी पनि धेरै छुटकारा पाइरहेका छौँ। आमेन। प्रभुको वचनले चाहिँ हामी दुईतर्फ नै काम गर्नुहुन्छ हैन। एकजना त काम गर्न हामीलाई जहाँ हामीलाई सेवासँग दिनुहुन्छ त्यहाँ हामी पनि आशिषित हुन्छ र उहाँ पनि आशिषमय हुनुहुन्छ। आमेन। र हिजो यहाँ सेवा राम्रो एकदमै भयो, तर भिडियोहरू लाइभहरू चाहिँ मैले केही पनि गर्न पाइनँ। अनि बिजी भएको कारणले गर्दाखेरि है। अनि यहाँ पास्टरको मण्डलीमा चाहिँ एकदमै सबैजना भेला भएर महिमा गर्न पायौँ र एकदमै अहिलेसम्म भर्खर हामी बेलुका 2:30 बजीतिर सुतेको होला। अनि फेरि अहिले 5 बजी 6 बजी उठेर फेरि हामी प्रार्थना बस्यौँ। अहिले भर्खर सङ्गति सिद्धियो है। परमेश्वरलाई महिमा होस्। र हामीले प्रार्थनाको विषयहरू छात्रसँग प्रार्थना गरिरहेका छौँ। जतिजना प्रार्थना विषय छ मैले प्रार्थना गरिदिनु राखेको छु। कतिमा अफलाइन छु किनकि यहाँ चाहिँ वाइफाई हुँदैन हो। वाइफाई भए पनि अब बिजी भइन्छ, व्यस्त भइन्छ, त्यसले गर्दा नेटमा बस्न भ्याइँदैन। म चाहिँ अहिले चर्चमा बसेर रेकर्ड गर्दैछु। अब यो परमेश्वर टिभी वचनमा यहाँ भजन सङ्ग्रह एसाइयाको 45 एसाइया पुस्तकको 45को म 2 पद मात्रै पढेर परमेश्वरलाई महिमा होस्। यहाँ यस्तो लेखेको छ, म तेरो अघि अघि जानेछु र पर्वतहरूलाई समतल पार्नेछु, काँसाका ढोकाहरू म टुक्रा टुक्रा पार्नेछु र फलामका बारहरू काट्नेछु। आमेन। हालेलुया है। साँच्चै नै आज यो वचन दिएर प्रभुले हामीलाई डोराइराख्नु भएको छ। जति पनि सेवाकै क्षेत्रमा हुनुहुन्छ प्रभुको छोरीहरू छोराहरू हैन, चङ्गाइकर्ताहरू, हिलिङकर्ताहरू, प्रचारकहरू हुनुहुन्छ, अग्रजन गुरुबा गुरुआमाहरू हुनुहुन्छ, पास्टर डिकन एल्डर हुनुहुन्छ हैन। यो सबैको जना जीवनमा प्रार्थना गर्ने योगदाहरू हुनुहुन्छ हैन। यो सबैको जीवन चाहिँ यो वचन साँच्चै नै परमेश्वरले पठाउनु भएको छ अथवा दिनुभएको छ। आमेन। किन भन्दाखेरि कसरी भन्दाखेरि यहाँ भन्नुभयो नि हैन, म तेरो अघि अघि जानेछु हैन। हामी चाहिँ जाउँ, भित्र जाउँ, बाहिर जाउँ, हाम्रो अघिको जानुहुन्छ अरे परमप्रभु जानुहुन्छ। येशूको पछि लागेर हिँड्नु आशिषमय जीवन छ। हालेलुया है। र जब हामी प्रभुमा जान्छु र गर्छु भन्छौँ कि हाम्रो अगाडि चाहिँ को हुनुहुन्छ? हाम्रो पवित्र आत्मा हुनुहुन्छ, हाम्रो सल्लाहकार हुनुहुन्छ, हाम्रो स्वर्गदूतहरू हुनुहुन्छ। र उहाँको पछि पछि लागेर हिँड्दै गर्दाखेरि हाम्रो जीवन धेरै समस्या कुराहरू त आउँदछ, तर उहाँले हामीलाई के गर्नुहुन्छ? विजय कुरा दिनुहुन्छ। हालेलुया है। अन्य जातिको बिचमा, विश्वासीको बिचमा, धेरै रोगी बिरामीको बिचमा, धेरै वृद्ध भएको आमा बाउको बिचमा पनि प्रभुले पुर्याउनु भयो। धेरै नयाँ ठाउँमा नयाँ व्यक्तिहरूसँग भेटघाट भएर सङ्गति गर्न पाउँदा, अनि फेरि नयाँ मान्छेलाई सुसमाचार सुनाउनु पाउँदा, गाडीमा होस्, सिटी सहरीमा होस् हैन, बाटोमा हिँड्दा होस् अथवा मण्डलीमा होस् हैन, सुसमाचार सुनाउँदै ट्याक्स दिँदै परमेश्वर महिमा गर्ने, एकजना प्रार्थना गर्ने हैन, सुसमाचार सुनाउने एकजनाले प्रार्थना गर्ने हैन। ब्याक साइड हामीले प्रार्थना, उहाँले सुसमाचार सुनाउन थाल्नुहुन्छ, पवित्र बहिनीले म प्रार्थना गरेको गर्छु, आँखा बन्द प्रार्थना गरेको गर्छु हैन। उहाँ बोल्नु थाल्नुहुन्छ, म चुप्पा लागेर प्रार्थना गर्न थाल्छु, अनि म बोल्नु थाल्छु फेरि उहाँ चुप्पा लागेर प्रार्थना गर्न थाल्नुहुन्छ। आमेन। हालेलुया है।
यसरी चाहिँ परमेश्वर हामीलाई डोराइराख्नु भएको छ है। र यसो सबैजनाको प्रार्थनाको उत्तर दिनुभएको परमेश्वरले र जतिजनाले प्रार्थना गर्नु अझै पनि गरिदिइराख्नुहोस्। अझै पनि यात्रा जबसम्म पृथ्वीमा शरीरमा प्रभुले पृथ्वीमा रहन्जेसम्म यो यात्रा चाहिँ ख्रीष्टसँगै रहनेछ। हालेलुया हैन। यसोसँग यो यात्रा रहनेछन्। यसोसँग यो यात्रा चाहिँ टुङ्गिनेछ। आमेन। हालेलुया। टुङ्गिन सकेको होस् हाम्रो प्रार्थना छ है। र यहाँ 3 ले भनौँ, म परमप्रभु हुँ, म नै इजरायलका परमेश्वर हुँ, मैले नै तँलाई तेरो नाउँ काटेर बोलाएको छु भनेर तैँले थाहा पाउनलाई म तँलाई अँध्यारो ठाउँबाट भएको भण्डार र गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु। आमेन। हालेलुया है। यो यशाया 45 को 3 चाहिँ मलाई 2012 प्रभुले मलाई दिनुभएको थियो वचन। यो वचन दिएर मलाई एकदमै तानेर लानु भएको सेवाकाईमा। आमेन। म हिँडेको होइन, उहाँले मलाई तान्नु भएको हैन। उहाँले तानेर लैजानु भएको। अनि साँच्चै नै उहाँले के गर्नुभएको छ, आज हामी हरेकलाई के गरेर परमप्रभु उहाँले जान्नको लागि इजरायलका परमेश्वर आज हाम्रो परमेश्वर, ती इजरायली हामी नै हो, अहिले म नै हुँ, हो कि हैन। त्यसले गर्दाखेरि मैले के गरेँ अरे, तेरो नाउँ कारा बोलाएँ। हामी हरेकलाई नाउँ कारा बोलाउनु भएको छ उहाँले। मेरो नाम मरियम, यति मिठो मधुर स्वरले मेरो नाम कारा मलाई बोलाउनु भयो। त्यतिखेर म बाहिर निस्केर हेर्नु, म 6-7 महिनाको विश्वासी थिएँ हैन। अनि मलाई कति मिठो बोल्यो, मलाई कसले बोलायो भनेर म बेलुकाको 9 बजीको सङ्गति गर्दै थिएँ। म एक्लै कोठामा बस्दाखेरि, भाडामा बस्दाखेरि हैन। अनि 9 बजी राति सके घरमा टेकेर प्रार्थना गर्दै थियौँ। त मरियम यति मिठो मधुर स्वरले 3 पल्ट मेरो नाम मलाई बोलाउनु भयो। ला यति राति 9 बजी, यस्तो घरि त 9 बजेको थियो हैन, 9, 10 कि 15 हुन आँटेको थियौँ। अनि यति मिठो बोलीले मलाई को चाहिँ गुरुबा मलाई बोलाउन आउनु भएछ भनेर म त त्यो प्रार्थना छोडेर कुदेर बाहिर निस्केँ हैन। अनि त उमा हेरेँ, के अरे बरन्डामाथि हेरेँ, टाढे घर थियो। त्यो बरन्डाबाट त्यो ढोकातिर हेरेँ, बाटोतिर हेरेँ, आँगनतिर हेरेँ, बलिसीतिर हेरेँ, कहीँ कोही मान्छे छैन कि, सुनसान। 9-15 भइसकेको थियौँ। र फेरि भित्र गएर अनि प्रार्थना गरेँ। फेरि आयो आवाज, एलिया जस्तै क्या हैन। फेरि आयो आवाज, फेरि कुदेर गएँ। अनि कुदेर त्यो खम्बालाई पक्रेँ। त्यहाँ बाहिर थियो खम्बा, त्यो खम्बालाई पक्रेर प्रार्थना गरेपछि अनि प्रभुले मलाई भन्नुभयो, छोरी तिमी किन संसार मान्छे खोज्छौ, शरीरमा किन मान्छे खोजेर तिमी हेर्दैछौ, म परमप्रभु बोल्दैछु। तिम्रो नाम कारा मैले बोलाएको, तिम्रो नाम काट्दैछु मैले हैन। तिमीलाई मेरो काम गर्नुपर्छ, मेरो सेवा गर्नुपर्छ भन्नुभयो है। तिमी भित्र जाऊ। भित्र गएर फेरि घोडा टेका मलाई भन्नुभयो। आमेन। हालेलुया। अनि फेरि म भित्र गएर घोडा टेकेर पौसँग रुँदै प्रार्थना गरेँ। साँच्चै नै आज हामी हरेकलाई उहाँले चाहिँ के गर्नुभएको छ, नाम कारा बोलाउनु भएको छ। र उहाँको सेवाकाईमा हाम्रो जीवनमा हरेकलाई, प्रत्येकलाई उहाँको आफ्नै योजना बनाएर हामीलाई संसारमा पठाउनु भएको छ। हाम्रो आमाको गर्भमा उहाँले हामीलाई रच्नु भएको छ। किनकि हामीले यिर्मिया, हामीले 1 को हामीले 5 मा पढ्यो भने त के भन्नुभएको छ यिर्मियालाई नि हैन। तँलाई मैले आमा घरमा हुनुभन्दा अगाडि तँलाई मैले के गरेको, चिनेको, तँलाई मैले के गरेँ अरे, नियुक्ति गरेको भनेर यिर्मियालाई भन्नुभएको छ परमप्रभुले उहाँको बोलावटमा है। यिर्मियाको 1 को 5 ले यस्तो भन्दछन्, यिर्मियाको बोलावट भने हेडिङमा लेखेको छन्, र मैले तँलाई गर्भमा रच्नुभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ। त जन्मनुभन्दा अघि नै मैले तँलाई अलग गरेँ। मैले तँलाई जाति जातिका निम्ति एक अगमवक्ता नियुक्ति गरेँ। आमेन। हालेलुया। हुन त म अगमवक्ता त होइन, म साधारण मानिस हुँ, एउटा प्रार्थना गर्ने व्यक्ति मात्रै मानिस हुँ। म कुनै त्यस्तो मानिस म होइन, कुनै कुरा मलाई तुलना गर्नु पर्दैन। तर पनि परमप्रभुले के भन्दै हुनुहुन्छ, तँलाई मैले आमा घरमा हुनुभन्दा अगाडि तँलाई के गरेको, चिनेको। आमेन। हालेलुया। उहाँले हामीलाई पुण्य पर्छ दिनुभएको। तर मेरो पापको कारणले गर्दा, मेरो अधर्मले गर्दा, मेरो पितापुर्खाको अधर्मको कारणले गर्दाखेरि म चाहिँ प्रभुलाई मैले चिनेको थिइनँ होइन। हामीले चिनेको थिएनौँ र प्रभुलाई हामीले विचार गरेको थिएनौँ। र सृष्टिकर्ता को हुनुहुन्छ भन्ने कुरा हामीले आमा घरमा चाहिँ सृष्टि गर्ने को हुनुहुन्छ होइन। उहाँको सृष्टि र दृष्टि चाहिँ कुनै कुरा लुक्न सक्दैन भन्छ हिब्रू पुस्तकले नि हो। त्यसले गर्दाखेरि आज परमेश्वरले हामी हरेकलाई आमा घरमा आउनुभन्दा अगाडि के गर्नुभएको छ, चिनिसक्नु भएको छ। र हाम्रो एक एकलाई हामीलाई सेवाकाईमा उहाँले नियुक्ति गरिसक्नु भएको छ। आमेन। अनि त्यो नियुक्ति गरिसकेको ठाउँमा चाहिँ हामीले के गर्नु पर्यो, उहाँको सेवा र काम गर्नु पर्यो। आमेन। हालेलुया है। र परमेश्वरलाई एकदमै धन्यवाद। जतिले नियुक्तिमा बोलावट अनुसार काम गर्दै हुनुहुन्छ, कतिजनाले उहाँको बोलावटमा खडा हुनु सक्नु भएन, उहाँको मृत्यु पनि भइसकेको छ हैन। पवित्र आत्माले भन्नुहुन्छ हैन, देखाउनुहुन्छ
हैन। हामी हरेकलाई उहाँले हामीलाई जिम्मेवारी दिनुभएको छ, दान वरदान गिफ्ट उपहार दिनुभएको छ। त्यो उपहारलाई त्यो वरदानलाई चाहिँ हामीले प्रकट गर्नुपर्ने रहेछ, प्रयोग गर्नुपर्ने रहेछौँ र मात्रै हाम्रो आयु पनि लामो हुने रहेछ र हामी जीवन आशिषमय हुने रहेछौँ। हामी है त्यसले गर्दाखेरि आज कतिजना जवानहरू कतिजना अगुवाहरू यस्तो हुनुभएको छ कि परमेश्वर दिनुभएको दान वरदानलाई लत्ताएर उहाँ दिनुभएको सेवाकालाई लत्ताएर पैसा कमाउनुतिर घर बनाउनुतिर परिवार श्रीमतीलाई माया गर्नुतिर लागेको कारणले गर्दा कतिको मृत्यु भइरहेछ हैन। तर परमेश्वरलाई महिमा होस्, आज त्यस्तो मृत्यु कसैको नहोस्। हामी जब यसो पछि लाग्छौँ भने सबै कुरा हुँदो रहेछ नि त हैन। पैसा पछि लाग्छौँ भने हाम्रो बिचमा के हुने रहेछ, मृत्यु हुने रहेछ। तर यसो पछि लागेर हिँड्यौँ भने हामीलाई घर बङ्गला हैन सबै कुरा जति कुरा हामीलाई चाहिन्छ आवश्यक कुराहरू हाम्रो संसारमा शरीरमा छौँ, हामीलाई कति कुरा चाहिन्छ, कति कुरा हामीलाई को आवश्यक पर्छ उहाँलाई थाहा छ, अगाडि नै थाहा छ उहाँलाई हैन। तर त्यो कुरा चाहिँ उहाँले हामीलाई के गर्नुहुन्छ, जुटाइदिनुहुन्छ। हामी कसरी जुटाउनुहुन्छ, हाम्रो प्रार्थनाद्वारा हैन। उहाँले बोलाउनु भएको बोलावटमा खरा भएर चाहिँ हामीलाई के गर्नुहुन्छ, उहाँले जुटाउनुहुन्छ, दिनुहुन्छ र हाम्रो अभावलाई उहाँले के गर्नुहुन्छ, पुरा गरिदिनुहुन्छ। आमेन, हालेलुया। आज 13 वर्ष भइसकिसक्यो प्रभुले पुरा गरिदिइराख्नु भएको छ। सधैँ यस्तै होस्, सधैँ यस्तै भइराखोस्। आमेन। कहिले ऋण काट्नु नपरोस्, कहिले पनि सापट काट्नु नपरोस्, कसैलाई पनि हात पसार्नु नपरोस्। आमेन, हालेलुया। आजको दिनसम्म म यहाँ पुलपिट यहाँ साँचिराखेर बोल्दैछु, आजको दिनसम्म कहिले पनि सापट काट्नु परेको छैन, कहिले पनि ऋण काट्नु परेको छैन। आमेन है। प्रभु सेवाको लागि उहाँको राज्यको निम्ति उहाँले आफ्नो छोरीहरूद्वारा, छोराहरू भन्दा पनि छोरीहरूद्वारा चाहिँ धेरै प्रभुले सहयोग सपोर्ट गर्नुभएको छ र जुटाउनु भएको छ। किनकि बाइबल पढ्दै जाँदाखेरि पावलको जीवन पनि हामीले हेऱ्यौँ भने त्यहाँ स्त्रीहरूले नै पावललाई धेरै सहयोग सपोर्ट गर्नुभएको छ हैन। पावलको पछि लागि हिँड्ने पनि धेरै स्त्रीहरू नै हुनुहुन्छ हैन। र यसो ख्रीष्टको जीवन हामीले हेर्दै गयौँ भने पनि यसको पनि पछि लागेर हिँड्नेहरू स्त्रीहरू नै हुनुहुन्छ हैन। र यसको सुरुदेखि अन्तिमको च्यानमा भेट्न जाने र फेरि पुनरुत्थान हुने पनि देख्न सक्नेहरू पनि स्त्रीहरू नै हुनुहुन्छ। आमेन, हालेलुया। त्यही स्त्री हो कि कतै हैन बन्न सकौँ हामी पनि हैन, होइन तर पनि हुन सक्नु मेरो प्रार्थना छ हैन। र अन्तिमको दिनसम्म हामी स्त्रीहरूले चाहिँ प्रभु सेवा र महिमा गर्नु पर्दछन् हैन। हुन त सबैले गर्नु पर्दछन्, तर हामीले बाइबलमा पाउँछौँ क्या हो कि हैन। र स्त्रीहरूलाई पनि पावलले के गर्नुभएको छ, यिनीहरूले आदर गरी सम्मान गरी यिनीहरूले चाहिँ धेरै प्रभुको सेवामा मलाई सहयोग गरेको छ भन्नुभएको छ। आमेन, हालेलुया। धेरैजनाले चाहिँ त्यसरी प्रभुको सेवाकै कति गर्नुभएको कुराहरू हामीले पाइन्छन् र अहिलेको जेनसम्म हामी यस्तै गर्न सकौँ। आमेन, हालेलुया। र ती पावललाई सहयोग गर्ने स्त्रीहरू, ती यसु ख्रीष्टलाई सहयोग गर्ने स्त्रीहरू, यसु ख्रीष्टको पाउ धुने स्त्रीहरू, यसुको चिहानमा गएर खोज्ने स्त्रीहरू हैन, यसुलाई पुनरुत्थान भएर सुसमा हिँडेको देख्ने स्त्रीहरू हामी पनि अथवा म पनि बन्न सक्छौँ। हामी हालेलुया हैन। त्यसले त आफ्नो बोलावटमा हामी खरा हुनु पर्दछ, आफ्नो दानमा हामी खरा हुनु पर्दछ। हाम्रो जीवनमा कस्तो जीवन समस्या आउँदैन होला र कस्तो जीवनलाई अभाव पर्दैन होला र, तर यी सबै कुरा चाहिँ प्रभुमा चाहिँ पुरा हुनेछ। आमेन। तर ती समस्या हुनु नै यही हो कि फलामको केहरू अरे हैन, ती समतल बनाएको छ भने नि ढोकाहरू, अन्धकारको ढोकाहरू चाहिँ फलामको साँडे के हुन्छ, टुक्रा टुक्रा पार्दछन्। ती समस्याहरू, ती रोगहरू, त विभिन्न चिन्ता पीड के गर्नुहुन्छ भने उहाँले टुक्रा टुक्रा पार्नुहुन्छ अरे। आमेन, हालेलुया। हो रब्बा रस्म यसुरा खमास यल्ला रियान्दारा बासिन यसोरी थिरा मासे मे रो बरा 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 बला 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 सला बला ला बला ला बला रला बरा ला ला रे सला बा या मारी से मेरे रे थेरा मारा से आफोरी बा रे वाला से मारे सी थामा से अल्लो मामा से खल्ला बिबा से थला बला बला बरा यीशुको रगतमा संसारलाई बाँध्दछु, शरीरलाई हरेकलाई बाँध्दछु पवित्र आत्माको उपस्थिति नसक्दा हरेक जीवन स्वर्गीय जीवन सकोस्, नरकको भागी जीवन यसुको नाममा ती काँसाका टुक्रा ढोकाहरूलाई तपाईँले भग्ना बेस बनाइदिनुहोस्। असल कुरा बुझ्ने समस्त आज मानिसहरूलाई खोलिदिन सकोस् र हरेकको जीवनमा हजुरको आशिष रहन सकोस्, प्रभु जीवन रहन सके प्रार्थना गर्छु। जति घर घरमा लानुभयो, जति भेटघाट गराउनु भयो, जति पनि सङ्गति गर्नुभएको छ मेरो पवित्र
पवित्र आत्मा हरेकको जीवन, हाम्रो जीवन पनि मेरो जीवनमा सुधार र परिवर्तन भएर हजुरलाई महिमा दिन सकौँ। हरेक किनकि बिलापको पुस्तकमा भन्दछ परमेश्वर वचन चाहिँ हरेक बिहानी नयाँ हुन्छ। आमेन, हालेलुया। प्रभु हामी सधैँभरि नयाँ नयाँ न्यू भएर प्रभु हजुरलाई महिमा दिन सकौँ। मैले प्रार्थना गर्नेछु प्रभु आज दिनभरि प्रवासलाई हजुर शरणमा राख्नेछु। जति सेवाकामा क्षेत्रमा हुनुहुन्छ आफ्नो छोराछोरीहरूलाई शक्तिशाली बनाउनु होला प्रभु, प्रभावशाली बनाउनु होला। त्यहाँको अन्धकारमालाई दुःख दिने आत्मालाई, निराश बना रोगी बिरामी ल्याउने आत्मालाई यसो नासमा टुक्रा टुक्रा भएर जान्छौँ। ती सबै भक्ना बेस भएर जाओस् प्रार्थना गर्छौँ। हे मेरो अब्बा पिता, हरेक जेल कैदीलाई छुटकारा दिन्छ बिन्ती गर्छु प्रभु। दिनभरि गर्नुभयो सेवा कायमा यात्रामा अब आज धेरै ठाउँ जानु छ, धेरै ठाउँमा अफरहरू छ प्रभु। त्यहाँसम्म पुग्नको लागि पवित्र आत्माले नै सहायता गर्न चाहिँ बिन्ती गर्नेछौँ। जतिले सहयोग सपोर्ट गरिदिइराख्नु भएको छ प्रार्थनामा भेटीमा सम्पूर्ण छोरीहरूलाई प्रभु छोरालाई प्रशस्त स्वर्गबाट झ्याल ढोका खोलिकन हजुरको हृदय खोलिकन मलाई आशिष र जीवन खनाउनु भएको छौँ। मैले प्रार्थना गर्नेछौँ हरेकको जीवनमा शान्तिका परमेश्वरले नै राज्य गर्नुभएको चाहिँ प्रार्थना गर्नेछौँ। हल्ला बासे रेफाला खाला बाछौँ रेथाला बासे रिला राबा समारा बारा बाराछौँ यारी बारा बारा बासे या मासे प्रभु। बर्खाको समय छ, पानीको वर्षाले पनि हामीलाई साथ दिन सकोस् प्रभु। दिउँसो कुनै पानी हावाहुन्डरी नआओस् प्रभु। यात्रा गर्नेहरूलाई, सेवाकाई गर्नेहरूलाई, काम गर्नेलाई धेरै गाह्रो हुन्छ प्रभु। पानी परे बेलुका मात्रै पर्न सकुन्। यी सबै कुरा तपाईँलाई आशिषमा तुलाउनु प्रभु। तुलाउन तपाईँलाई धन्यवाद यीशु राजा। हजुरको जीवित वचन मैले यो 2टा पद मात्रै पढेछु प्रभु। यिर्मया 1:5 र प्रभु बदल सत्य जारी मैले 2 पढेको छु, 3 पढेको प्रभु। यो वचन त महिमा सेवामा प्रार्थना गर्छु प्रभु। यसै 45:2-3ले प्रभु तपाईँको महिमा होस् प्रार्थना गर्छु। यो वचन साँच्ची नै आज हरेकको जीवनमा पुरा हुन सक्नु म प्रार्थना गर्नेछु प्रभु। हजुर वचन चाहिँ शक्तिशाली छ, साँचो र सत्य छ। यसो हजुर सत्य हुनुहुन्छ, यसै कारणले गर्दा हजुरको नाममा गरे प्रार्थना पनि सत्य छ र शक्तिशाली र हरेक मानिसको जीवनमा हजुरले काम गर्नुहुन्छ। यो मण्डलीलाई हजुरमा अर्पण गर्नेछु। अब यहाँ डिकन एल्डरहरू फाउन्डेसन गर्नुपर्ने कुराहरू छ प्रभु। यहाँ नयाँ भवन दिनु होला, नयाँ जग्गा दिनु होला प्रभु। यो भाडा घरमा होइन प्रभु, आफ्नै घरमा बस्ने छोराछोरी तुलाउनु चाहिँ बिन्ती प्रार्थना गर्दैछौँ प्रभु। यहाँ आत्माहरू धेरै आउनुपर्छ, धेरै काम हुनुपर्छ। यहाँ शक्तिशाली धेरै रोगी बिरामी यहाँ ल्याउनु छ, धेरै असहाय भएको व्यक्तिलाई ल्याउनु छ आफ्नो भवनमा प्रभु। आफ्नो राज्यमा यहाँको छर छिमेकी आफन्त यो बजारले उल्टाएर ल्याउनु छ तपाईँ राज्यमा भनी म प्रार्थना गर्नेछु। हे मेरो परमेश्वर, संसारभरि गरे प्रार्थनालाई प्रभु तपाईँले सुरुवात गर्नुभएको छ। इजरायलले प्रार्थना गर्छन् प्रभु, त्यहाँ सुरक्षा मेरो छ, अनुग्रह मेरो छ त्यहाँको मान्छे सबैजना आज्ञाकारी हुन सक्नु प्रभु। जति देशमा विपत्ति आपत्ति आएको छ प्रभु, सबैजना पश्चाताप हृदय लिएर तपाईँलाई खोज्न सकौँ प्रभु। तपाईँको नजिक अझ घनिष्ठ सम्बन्ध राख्न सकौँ भनी बिन्ती गर्नेछौँ। तपाईँप्रति तृष्णा हुन सकौँ, तपाईँप्रति वचनको प्यासी हुन सकौँ। आज विश्वासी प्रभु तपाईँ वचनको आज प्यासी नभएर तृष्णा नभएर आज हाम्रो जीवनमा देशमा राष्ट्रमा कति कुराहरू भइरहेछ प्रभु। यो अन्त्य दिन चिन्ह दिनुभएको छ। तर प्रभु हामी हर समय जसरी हरिणले खोलाको पानी तृष्णा गर्छ र उसले आत्मा बचाउँछ, शरीर बचाउँछ भने उसको प्राण बचाएको छ भने प्रभु आज हामीले पनि हजुरको जीवित वचनको तृष्णा गरेर प्यासी भएर प्रभु हाम्रो आत्मा बचाउन सकौँ, शरीर बचाउन सकौँ र आफू बाँचेर अरू सारा परिवारलाई बचाउन सकौँ प्रभु। म यिनी प्रार्थना गर्नेछु। हालेलुया। इन द नेम अफ जिसस क्राइस्ट तपाईँको नाममा गरे प्रार्थना साँच्ची नै स्वर्गमा सुनाइ भएको होस्। म प्रार्थना गर्नेछु र प्रभु यो हजुरको वचन बोल्दै लाँदा मैले गलत बोली आइएम सरी, क्षमा गर्न चाहिँ बिन्ती गर्छु। कति म अफलाइन भइरहेछु, कति आफ्नो छोरीहरू आतिराख्नु छ, आमा कहाँ हुनुहुन्छ, आमा के गर्दै हुनुहुन्छ, भिडियो हाल्नुभएको छैन, वचन हाल्नुभएको छैन आमा भनेर कतिले तिर्सना गर्नु पर्यो, कतिले वास्ता र फिक्री गर्नुभएको छ तपाईँ छोराछोरीले पनि। म हजुरलाई धन्यवाद दिन्छु। तर उहाँहरूलाई तपाईँले स्वर्गबाट प्रभु वास्ता र फिक्री गर्नुहोस्। उहाँको हरेक कुरामा प्रभु हजुरले सपोर्ट गर्नुहोस्, सहायता गर्नुहोस्, जुटाउनुहोस् प्रभु। प्रशस्तको जीवन, प्रशस्तको आशिषमा बोल्दछु। अब्राहमको आशिष, इसाकको आशिष, प्रभु याकुबको आशिषको जीवन हुन सकोस्।
प्रार्थना गर्नेछौँ। उहाँहरूमा पुग्न सक्दिनँ, कतिमा अफलाइन भइरहेको कतिमा प्रार्थना गर्नु उहाँहरूमा लाइफमा आउन सक्दिनँ प्रभु। तपाईँको सेवाकाको व्यस्त र बिजी भएको कारणले गर्दाखेरि दिनरात कुदाइ परेको कारणले गर्दाखेरि प्रभु, तर यी सबैको तपाईँको महिमा हजुरले मलाई देखिराख्नु भएको छ, हजुरले हामी सबैले हेरिराख्नु भएको छ। हामी मान्छे कति टाढा छौँ, दूर छौँ, साउथ समुद्र पारी 9 समुद्र पारी छौँ प्रभु, तर हजुरको चाहिँ हामी आँखाको नजिकै छौँ प्रभु। हामीलाई जहिले पनि हजुरले आँखाको नजिकमा राख्नुभएको हुन्छ प्रभु। म अनुभव गर्दछु, मलाई थाहा छ मेरो प्रभुले कहिले पनि हामीलाई त्याग्नुहुन्न, कहिले पनि छोड्नुहुन्न प्रभु। म हजुरलाई धन्यवाद दिदेव। अझ वचनको सेवाले राख्नेछु आशिष कुराहरू प्रभु। जतिले भिडियो सुन्नुहुन्छ, हेर्नुहुन्छ प्रभु, लाइक कमेन्ट सेयर गर्नुहुन्छ, उहाँको जीवन प्रशस्त सारा बन्धन चाहिँ साथी नै यशया 45:2 पद अनुसार टुक्रा टुक्रा भएर जाओस् र असल कुराले उहाँहरू भरिपूर्ण भरिनु भएको छ नि बिन्ती प्रार्थना चढाउँदै यस समय राख्नेछु र आशिष अनुगर जीवन माग्छु, परिवर्तन माग्छु, जिउँदो जीवित येशू प्रभुको नाममा आमेन। हालेलुया। हस्त फेरि पनि सबैलाई जयमसी छ। परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस्। प्रार्थना धन्यवाद। अब हामी फेरि यात्रा सुरु हुन्छ। अनि कहाँ अब लाइफ हुन्छ हुँदै त थाहा भएन। अझ हामी इलाम पुग्नु छ, त्यहाँबाट मात्रै म घर फर्किन्छु। हाम्रो आदरणीय बहिनी चाहिँ इलामबाट नै काठमाडौँ जानुहुन्छ। अनि त्यसपछि यात्रा फेरि घर गएपछि पनि थाहा हुन्छ र म चाहिँ प्रार्थना एकदमै सम्झिरहेको छु ल। अनि चिन्ता नगर्नु होला, प्रभुले सबै काममा सहायता गर्नुहुन्छ। आमेन। गरिसक्नुभयो। हालेलुया।